क्या सन्तान ए हजुर बाजे पो आउनु भएछ ल नमस्कार है नमस्कार 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 हजुरको त कति लामो आयो हो के भर्खर हजुरकै कुरा हुँदै थियो हाम्रो यहाँ ए अनि खोइ त बलदेव र छोरो केटी हेर्न जाने कुरो थियो यी बाउ छोरा तयार हुँदैछन् बुढो ए बुढो छिटो आउनु न भने कति लुमसुङ गरिरह भने बेहुली अनुमान लागे जस्तो यहाँ बाजे आइसक्नु भयो होइन कति कराएको भने आउँदैछु नि ओ नमस्कार 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 अनि कति बेर गरेका हुन् यिनले रेडी भइसक्यो अनि बलदेव तिमी त आयौ छोरो खोइ त छोरो कि छोरोले जानी मन गरेन होइन तयार हुँदैछ छोरो बोलाउन छोरालाई होइन के बोलाइराख्ने हो र भने उस बेलादेखि तयार हुन थाले सफल ए सफल होइन कति बोलाइराख्नु भने के सफल ए सफल बाउ यहाँ तयार भएर आइसके अलि चाँडो गर्न भने के यहाँ बाजे उभ्याउँदै गरिरहेछन् चाँडै आइदैन भने के आमा पनि कति कराइरह भने क्या आउँदैछु त ल जाऊ आऊ जा भनेको सुन्नस् तैँले कि कान सुन्दैनस् ऊ बाउ गइसके बाजे उस बेलादेखि आएर कुरी हुनुहुन्छ जा भने ल हेर जा भनेपछि कस्तो अटेरी भएको के एकछिन यहाँ एउटा सानो कोना हेलो 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 बुवा हजुरसँग एउटा कुरा गर्नु थियो के कुरा भन्न छोरा बुवा त्यो केटी हेर्न नगए नै हुँदैन र ल के कुरा गर्छ यो बिच बाटोमा आएर जो केटीसँग मलाई बिहे नै गर्नु छैन त किन हेर्न जानु बुवा तैँले यो कुरो घरमै भन्न सक्दैन थिइस् यो बिच बाटोमा आएर कसरी घर फर्किने घरमा गएर तेरी आमालाई के जवाब दिने तेरी आमाको बानी थाहा छैन तँलाई बुवा हजुरले आफ्नो जवानीको बेला बिर्सिने भयो है हजुरले आमासँग कसरी बिहा गर्नुभयो थाहा छ होइन हजुरलाई हजुरले पनि आमालाई मन पराएरै बिहा गर्नुभएको होइन र त्यसैले बुवा म पनि मैले मन पराएको केटीसँग बिहा गर्न चाहन्छु मेरो कुरो पनि ठिकै हो तर घरमा गएर तेरी आमालाई चाहिँ के जवाफ दिन्छ बुवा हजुरलाई एउटा उखान थाहा छ त रोए जस्तो गर म कुटे जस्तो गर्छु भन्छन् नि तेरो आशय बुझी मैले अहिले केटी हेर्न जाउँ घरमा गएर कुरा मिलाउँला कुखुरे बाहेक चाहिँ केही कुरा नगर्ने त्यो कुरो त त्यस्तो होइन हेर्नु त्यसलाई म कसरी हुन्छ मिलाइहाल्छु नि ल ल हामी आइपुग्न लाग्यौँ त्यहाँ केटीको कुरा चाहिँ राम्रोसँग मिलाएर गरेस् पछि फेरि छोरी बिहा गर्न गाह्रो होला ल ल मिलाएर कुरो गर्नु ल ल भाउ ए ल ए भाउ छोरा जाउँ ल त्यहाँबाट फोन आएर अलमलायो क्या के गर्नु ओहो रामप्रसाद ओ पनि दा नमस्कार
नमस्कार नमस्कार नमस्कार हजुर नमस्कार ल म त मजाले बस्ने विचार गरी बाबु यता बस्नु ल रामप्रसाद अस्ति छोरीको बिहे गर्ने कुरो भएको थियो त्यही भएर केटी हेर्नलाई आफै आएको छ ल छोरीलाई बोलाऊ हुन्छ बाजेले भनेपछि त किन नहुनु अस्ति हुन्छ नि भनेर पठाएको मैले अनि केटा उहाँ नै होइन त हो केटो उही नै हो त्यहाँ तल गहिरा गरे छैन गहिरा गरे बलदेवको छोरो भन्ने ऊ केटो नै हो पढाइ लेखाइ सबै राम्रो छ इमान्दारी छ अक्खाको छ है केटो बरु केटो कस्तो लाग्यो तँलाई बाबु त मलाई साह्रै मन पर्यो अब छोरीलाई एकचोटि बाहिर बोलाउँछु छोरी बाहिर आऊ त बा उहाँहरू तिमीलाई हेर्न भन्न आउनु भएको रहेछ नि यहाँ बस्छ ल केटोलाई केटीलाई केटो मन परे आएको छ अब यसको छिनोफानो गर्न पर्यो हुन्छ बाजे यसकी आमासित कुरा गर्छु हुन्छ भनी निदोदिउँलाई त्यसो भए अनि रामप्रसाद तिम्रो चाहिँ के छ नि विचार हुन्छ बाजे हजुरले ल्याएको केटो रोजेको हुन्छ ल त्यसो भए अब म पनि गएर चिनासिना जुराउँछु अनि त्यो पछि कहिले गर्ने के गर्ने म पनि खबर गराउँला नि त ल जाउँ न त अब ल लागौँ अब नमस्कार हजुर नमस्कार हजुर होइन है बिमली दिदी कता जानु लाग्नुभएको कता हुनु नि बेली माथि गाउँतिर खेताला खोज्न जाउँ कि भनेर होइन बिमली दिदी हजुरलाई एउटा कुरा सोधौँ लागेको थियो के कुरा हो भन न त त्यो अस्ति तिजको कार्यक्रममा जाँदा भेटेको केटा थियो नि दिदी त्यो केटा को होला हजुरले चिन्नुहुन्छ किन र मन पर्यो तिमीलाई त्यस्तो त होइन दिदी अब मन पर्यो भने पछि भन्छु नि हजुरलाई तर जेला पनि लाग्छ नि भइहाल्छ नि दिदी ल दिदी अलिक म लाग्छु है ल ल हुन्छ ए ल यिनी बाउ छोरा त कति चाँडी आइपुगेछन् अनि मिल्यो त केटीको कुरो केटी पनि हेरियो राम्री पनि रहेछिन् तर केटी पनि हेर्नुभयो राम्री छ पनि भन्नुहुन्छ अनि के को तरसर हो त नि अनि कुरो छिनेर आएको भए भइहाल्थ्यो नि धेरै कुरा नगर न अब बसेर कुरा गर ल भन बुढा केटी हेर्न गएको मान्छे तरसर भन्दै आएको छु त कुरो के हो केटी पनि हेरियो केटी पनि राम्री रहेछ तर कुरो अर्कै भयो नि होइन के भयो त्यस्तो कुरो कुरो के हुनु नि छोराको अर्कै केटी छ अरे हे भगवान् फेरि कुन चाहिँ केटी रहेछ त मेरो छोराको त्यस्तो बाहिर केटी होला जस्तो त लागेको थिएन मलाई त त्यसले त्यसो भनेर कहाँ हुन्छ हामीले कुखुरे बाजेलाई वचन दिइसकेका छौँ त्यसले हाम्रो वचनको मान राख्नु पर्दैन खोइ के गर्ने यसले त बर्बादै पार्ने भयो पख्नुस् कुरा के रहेछ म त्योसँग सोध्छु सफल ए सफल हजुर आमा कुरुको यहाँ बाहिर आइज त आमा भन्नुहोस् न के भयो
ल भनिदिए तेरा कुरा तेरी आमालाई मलाई त कच 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 गरिन्छ आमा के कुरा हो भन्नुहोस् न। क्या हो तेरो त बाहिर अर्को केटी छ भने सुन्छु त यो कुरा सत्य हो आमा म कसैलाई असाध्यै मन पराउँछु। के रे तैँले के बोल्दैछस् थाहा छ तँलाई? तँमाथि हामीले धेरै विश्वास गरेका थियौँ, तैँले हामीमाथि धेरै विश्वासघात गरिस्। तँमाथि हाम्रो ठुलो भरोसा थियो, तैँले त्यो भरोसा पनि तोडिस् होइन? तैँले त्यो केटीसँग बिहे गर्नुपर्छ। हामीले कुखुरे बाजेलाई वचन दिइसक्यौँ, कुरा बुझिस् नि तैँले? यहाँ सुन सफल, यदि तैँले त्यो केटीलाई बिहे गरिनस् भने कि तैँले हामीलाई छोड कि तैँले त्यो केटी छोड। होइन तिमी चाहिँ घोक्टो परेर के सोचिरह्यो भने हुन त बाउ गतिलो हुनु पर्यो नि छोरो गतिलो हुनलाई। त्यसका बाउ छोरा त कुटी कुटी मार्न पानी हुन्थ्यो मलाई त। साह्रै गर्मी भयो। ए बहिनी जा 2 गिलास पानी लिएर आ, साह्रै तिर्खा लाग्यो। हुन्छ दाइ म लिएर आइहाल्छु। होइन यो जिते दाइ, मलाई यो काजीमाले गरेको फैसला त अलिक चित्त बुझेन है। अस्ति तपाईँको खसी झन्डै खाइरहेको थियो तिनीहरूले। त्यही त नि बारुले, मलाई पनि काजीमाले गरेको फैसला चित्त बुझेको छैन। काजीमालाई एकचोटि हामीले पनि भन्नु पर्यो, त्यो थोतो र एक महिनालाई त लगेर जेलमा ठुनिदिनु पर्छ। काजीमाले त्यस्तो फैसला गरेर कहाँ हुन्छ, हुँदैन। त्यही त जिते दाइ, थोत्रे र एक मानेले त गाउँै बिगार्ने भइसक्यो। त्यही त भने पनि यिनीहरूलाई त्यतिकै छोड्नु हुँदैन, हामीले पनि केही न केही उपाय गर्नै पर्छ। दाइ पानी लिनु। ल जिते दाइ, त्यसो भए काजीमासँग गएर एकचोटि कुरा गरौँ न त। जाउँ न त जाउँ। ल जाऊ बारुले। मसँग लागेपछि त कतिको बिहा गराइदिए अहिलेसम्म मैले। बाजे केटी घर कति टाढा छ? तेरिका किन आत्तिन्छौ तिमीहरू? घर आइपुग्न लागिसक्यो, बरु मैले भने मान कुरो हिँड ल। यही हो आइपुग्यो, ल आत्तिन्छौ तिमीहरू। ओहो बाबु गौरव, फुलबा नमस्कार। नमस्कार नमस्कार। आज कताबाट? ल पढ्नु, म बस्ने मेच ल्याउँछु है। ल ल ल ल। आज आउनु भएछ। बहिनीलाई त अस्ति ठ्याक्कै ठिक भयो नि फुलबा, हजुरलाई माने नि मैले। बस्नु हजुर बस्नु। ल ल बस्नु। पनि बस्न। हस् हस् फुलबा। अनि आमा कता गयो नि त? खोइ आमा। आमा भित्रै हुनुहुन्छ। अनि बोला नि त आमासँग यसो 2 बात गरौँ भनेर आएको म। आमा, ए आमा,
बाहिर आउनु त यहाँ ठुल्बा आउनु भएको छ नमस्कार नमस्कार बस्नु बस्नु यता बस्नु आउनु अनि दाइ आज कति कामले पाल्नुभयो हजुरहरू? कुरो के हुनु नि मोही माग्नु ढुङ्ग्रो लुकाउनु भने चाहिँ के गर्नु। अब अस्ति ती छोरीलाई फुक्न आएको थिएँ नि त्यो दिन छोरीलाई राम्रोसँग मैले निहालेको थिएँ। अब बिहे गर्ने बेला पनि नानीको भइसकेको छ त्यही भएर यी माथि डाँडा घरे जमदार छैनन् जमदार हो उनको छोराको कुरो हजुरको छोरीसँग यसो मिलाउँ कि भनेर कुरो गर्न आएको म त। कुरो त राम्रै गर्नुभयो दाइ हजुरले, तर एकपल्ट छोरीलाई नि सोधौँ कि? कुरो त राम्रै गर्यो गायत्री नानी। अहिलेको जमानामा केटाकेटीलाई चित्त नबुझाइ बिहे जस्तो कुरो गर्न पनि हुन्न हेर। तैपनि एकचोटि छोरीलाई बोलाउँ दुई बिच यसो कुराकानी गरौँ कुरो मिल्यो भने गरौँला नि हुँदैन र? भइहाल्छ नि दाइ, म छोरीलाई बोलाउँछु अनि यसो हेरौँ न त। ए छोरी छोरी बाहिर आऊ त छोरी एकछिन। किन मामु? आऊ न, यहाँ गुरुबाहरू आउनु भएको छ। किन मामु? ए ठुल्बा पनि आउनु भएको छ। नमस्ते। नमस्ते नमस्ते। यहाँ पाहुनाहरू आउनु भएको छ, भित्रबाट पानी लिएर आऊ त छोरी, जौती गिलास। ल जमदार साहब केटी यिनै हुन्। अब बाबुलाई चाहिँ कस्तो लाग्यो कुन्नी? ल बाबु मलाई केटी चाहिँ राम्रो लाग्यो, तँलाई कस्तो लाग्छ? अब हजुरलाई राम्रो लाग्यो भने चाहिँ मलाई के भन्नु भयो, तपाईँले जे सोच्नुहुन्छ मेरो लागि त्यही ठिक हो। ल गायत्री नानी अब उहाँहरूको पनि कुरो चित्त बुझ्दो नै आएको छ। हुर्क्या छोरी घरमा राख्नु पनि राम्रो होइन। अब तिमीहरू सल्लाह गर मिल्छ भने यिनीहरूको टाकटुक बिहाबारी गरिदिउँ, बेला भइसक्यो। हुन्छ नि दाइ, म एकपल्ट छोरीसित नि सल्लाह गर्छु अनि बेलुका हामी घरमा सल्लाह गरेर हजुरलाई खबर गर्छु नि त म। त्यही भने म त तिमीहरूको लागि नराम्रो काम गर्दिनँ। त्यहाँ माथि जमदारको छोरो इज्जत कुल खानदान भएको यस्तो घर त उम्काउनु हुन्न है, उम्काउनु हुन्न, नछुटाओ नि। ल घर सल्लाह गरेर मलाई खबर गर्नु। बाबु गौरव यतिको घर चाहिँ उम्काउनु हुँदैन नि बाबु। हुन्छ ठुल्बा, म बेलुका बहिनीसँग सल्लाह गर्छु, उसको के कसो छ बुझ्छु, भोलि बिहानै म हजुरको आएर खबर गर्छु नि। ल त हजुर हामी ढुक्कै भयौँ। ल अब हामी लाग्यौँ है त। ल ल ल ल कसो हुन्छ म भोलि बिहानै हजुरकोमा आएर खबर गर्छु। ए हुन्छ हुन्छ छिटो गर्ने बाबु। छोरी तिमीसित एउटा जरुरी कुरा गर्नु थियो मैले। के कुरा हो मामु भन्नु न। हेर छोरी, कुरो त के हुनु, अस्ति केटो हेर्न आएको तिमीलाई थाहा छँदैछ। अब बिहे गर्ने बेला पनि भयो, मलाई त केटो मन पर्यो, तिम्रो कुरा बुझौँ भनेर मात्रै हो, अरू त के हुनु।
हे मामु म बिहे गर्दिनँ क्या आहा पनि यत्रो यत्रो उल्लुको जस्तो छ म त बिहे गर्दिनँ त्यस्तो केटासँग बिहे गर्छु कि क्या हो गर्दैन म त त्यसो नभन छोरी राम्रो खानदानबाट माग्न आएको छ केटो राम्रो छ त्यसो भन्नु हुँदैन अब बिहे गर्नुपर्छ मामु अहिले मलाई बिहे गर्ने हतार छैन त हजुरले भनेर हुन्छ म त अहिले बिहे गर्दिनँ मेरो भन्दा त मामु बरु दाइको बिहे गरौँ न भाउजूले आएपछि हजुरलाई पनि साथी हुन्छ अनि त्यसपछि मेरो गर्दा भइहाल्यो नि के हतार छ र अहिले हेर छोरी बुहारी भित्राउने आशामा म घरमा छोरी बुढी बनाएर राख्दिनँ राम्रो खानदान आवेला केटो राम्रो आवेला बिहे गर्नुपर्छ मैले भन्ने यति हो मामु मेरो पनि त इच्छा र चाहनाहरू छन् नि हजुरहरूको खुसीको लागि मेरो इच्छा र चाहनालाई नै मारिदिउँ त त्यसैले म अहिले बिहे गर्न चाहन्न मामु र मलाई कल पनि नगर्नुहोस् आमा नमस्ते। नमस्ते गौरीको घर यही हो? घर त यही हो बाबु कति कामले आउनुभयो होला गौरीसँग एउटा जरुरी कुरा गर्नु थियो त्यसैले आमा बाबु कहाँबाट आउनुभयो को हो मैले त चिनिनँ बाबुलाई म त्यो पल्लो गाउँको बलदेवको छोरो सफल हो नि आमा हजुरले त चिन्नु पर्ने हो ए त्यही पल्लो गाउँको हो बाबु बलदेवहरूलाई त चिनेकै हो बाबुलाई चाहिँ अलिक चिन्न सकिनँ बसौ न त बाबु हस् आमा अनि आमा खै त गौरी कहाँ छिन् गौरी पानी लिन गएकी थिए बाबु आउँदै हो नि ए ल आइहाल्यो नि गौरी ल बाबु गौरी आई बाबुहरू कुरा गर्दै गर्नु म चाहिँ भान्सातिर लागेँ म जहाँ भन्नु त्यहाँ भेट्न आइहालेको थिएँ नि दाइ आउनुभयो भने मार्नुहुन्छ किन घरमै आउनु भयो नि उहाँ बुवा आमाले घरमा केटी खोजेर बिहा गरिदिन लागिसके अनि तिमी चाहिँ नआइज भन्छ के भन्नुभएको तपाईँले अहिले दाइ आउनुभयो भने मार्नुहुन्छ तपाईँ जानु माथि डाँडामै भेटौँला अनि भेटेर सबै कुरा गरौँला त्यसो भए म त्यही माथि डाँडामा बस्छु तिमी जसरी नि आऊ है त हुन्छ हुन्छ गइहाल्नु ल हुन्छ म जाएँ है त को हो त्यो मान्छे कसलाई बाई गर्यो कि कोही पनि होइन त्यही पल्लो गाउँको साथी हो दाइ यो विषयमा म तिमीसँग बेलुका कुरा गरौँला अहिले यो भान्सामा लगेर राख त है
पुगेर आउनुभयो? कता हुनु नि गौरव बाबु? अनि बनचारो बोकेर दाउरा साउरा लिएर आछौ त के हो? के हुनु दिदी, माथि खोरियाबारी गएर आएको। आमाले नि केही गर्न सक्नुहुन्न, बहिनी केही गर्दिन, हजुरलाई थाहा छँदैछ। अब यसो मलाई सघाउने एउटा यसो बुहारी मिलाइदिनु पर्यो। भइहाल्छ नि गौरव बाबु, तपाईँ जस्तो मिने ती केटालाई बुहारी खोजिदिइहाल्छु नि। अनि दिदी, त्यो अस्ति तीज कार्यक्रममा तपाईँहरूसँगै जाने केटी चाहिँ को हो नि? किन र बाबुलाई मन पर्यो? राम्ररी देखेर सोधेको नि दिदी। हजुरले मिल्छ भने यसो कुरो चलाइदिनुहोस् न। कुरो त म मिलाइदिम्ला, तर बिहा भाग त गतिलै चाहिन्छ नि फेरि। भइहाल्छ नि दिदी, हजुरलाई म गतिलै बिहे भाग दिइहाल्छु नि। त्यसो भए बाबुलाई म कुरा चलाएर खबर गर्छु नि त। अहिले चाहिँ म लागि ल। हुन्छ दिदी, छिट्टै कुरा मिलाएर खबर गर्नुहोस् है। कता निस्किन लाग्यो? उजेललाई भेट्न जान लागेको दाइ, बिरामी छ भन्ने सुनेको थिएँ। ए ल, भेटेर छिटो गरेर आइहाल, खाना टाइम पनि हुन लाग्यो। हुन्छ दाइ, म उजेललाई भेटेर छिट्टै आइहाल्छु। ल ल, छिटो गरेर आउने नि फेरि। किन ढिला गरेर आउनु? ठ्याक्कै हिँडेको थिएँ, दाइ त टुप्लुकै आइपुग्नु भयो। अझ उहाँ पारी गाउँको श्रियालाई भेट्न भनेर आएको नि, छली छली दाइलाई। हेर न गौरी, 2-4 दिनदेखि म एकदम तनावमा छु। के भयो त्यस्तो? भन्नु न त, मलाई भन्नुभयो भने मन पनि हल्का हुन्छ। हेर न गौरी, घरमा बिहा गर भनेर बुवा आमाले एकदम तनाव गराइरहनु भएको छ। अनि अरू के भन्नुभयो त? भन्नु न। हिजो अस्ति त बिहाको कुरा मात्रै चलेको थियो, अहिले त बुवा आमाले केटीको फोटो हेरेर बिहाको निधनै गरिदिनु भयो। मैले त के गर्ने के नगर्ने सोच्नै सकिरहेको छैन। अब के? त्यसो भए तपाईँले मलाई छाड्दिनुहुन्छ त? त्यसो नभन गौरी, म तिमी बिनाको भविष्य सोच्न पनि सक्दिनँ। यता मेरो आँखामा हेर त गौरी, के म तिमी बिना बाँच्न सक्छु? तिम्रो अभावमा त म सास फेर्न पनि सक्दिनँ। अब त्यसो भए के गर्नुहुन्छ त? म पनि त हजुर बिना बाँच्न अनि हाँस्न सक्दिनँ। भन न त गौरी, अब म के गरौँ? अब हजुरले नै भन्नु न त, के गर्ने हो? मेरो पनि घरमा बिहेको कुरा चल्न थालेको छ। मामुले पनि बिहे गर भनेर एकदमै कर गरिराख्नु भएको छ। म त के गर्ने के नगर्ने सोच्नै सकिरहेको छैन। गौरी, त्यसो भए हामी भागौँ है त? यो भन्दा अर्को उपाय मैले पनि केही देखेको छैन। त्यसो भए हामी आज राति भागौँ है त? हुन्छ। अनि हामी भागेर चाहिँ कहाँ जाने नि? यत्रो ठुलो संसारमा हाम्रो लागि पनि त कहीँ न कहीँ ठाउँ खाली होला नि। त्यसो भए अब हामी कसरी भाग्ने त?
त्यसो भए आज राति तिमी त्यो खोलाको पुलमा आऊ अनि हामी त्यहीँबाट नयाँ जीवनको सुरुवात गरौँला। हुन्छ, हस्। ल हिँड जाउँ अहिले। नमस्कार काजेमा। नमस्कार, के भन्न आयो तिमीहरू? काजीमा, अस्ति थोत्रेर एक मानेलाई हजुरले गर्नुभएको कारबाहीमा अलिकति हाम्रो चित्त नबुझेर हजुरसँग सानो सल्लाह गरौँ कि भनेर आएको। हो काजीमा, मलाई पनि त्यस्तै लागेर सल्लाह गर्न आएको। मैले गरेको फैसलामा तिमीहरूलाई के चित्त बुझेन? काजीमा, अस्ति झन्डैले मेरो खसी काटेर खाइदिए। तिनीहरूले गर्दा सबै गाउँलेले दुःख पाइरहेछ। तिनीहरूलाई त जेल हाल्नै पर्छ। हो काजीमा। तिनीहरूलाई मैले ठुलो सजाय किन नदिएको तिमीहरूलाई थाहा छ? किन काजीमा? मान्छे हो, मान्छेलाई सुध्रिने मौका दिनुपर्छ। पहिलो पटकमै सजाय दियो भने तिनीहरूले त दुःख पाउँछन्। तिनीहरूका सन्तान, दर सन्तानले समेत धेरै दुःख पाउँछन्। अनि अर्को कुरा, क्षमा गर्नु दैवीय गुण हो। त्यसैले तिनीहरूलाई सुध्रिन्छन् कि भनेर मौका दिएको। तिनीहरूले यस्तो नसोच्नु कि अपराध गर्नेको लागि काजीमा यति धेरै दयालु छ भनेर। तिमीहरूले यति बुझिराख्नु कि अब जे गर्छ देवी माले गर्छ कि त यो काजी माले गर्छ। हजुरको कुरा हामीले बुझौँ काजीमा। हस् त काजीमा, अहिले हामी लाग्छौँ। ल हुन्छ, चिन्ता नगर तिमीहरू। ओहो, आज त संयोगले भेट भए जस्तो छ नि। पिपलको दर्शन गर्न आए कि? हो नि। अनि हजुर नि? म पनि यसो पिपलको दर्शन गरौँ कि भनेर आएको नि। अनि दर्शन गरेर सक्यौ त? सकियो, अब घर जान लाग्यो। त्यसो भए एकछिन पर्ख न त, सँगै जाउँला नि। हुन्छ, हस्। अस्ति तीजको रमाइलोमा त राम्रो नाच्यौ नि। हो र? हजुरलाई राम्रो लाग्यो र? मलाई त एकदम राम्रो लाग्यो। यस्तो त दिनदिनै भइदिए हुन्थ्यो नि। भेटघाट भइरहन्थ्यो, देखादेख भइरहन्थ्यो, माया प्रेम पनि बढ्थ्यो कि। हजुर पनि एकचोटि भेट्दैमा माया प्रीति बसिहाल्छ त।
एकै नजरमा माया बसेर घरजम गर्नेहरू छन् त धेरै छन् नि। हजुर बहिनी त्यस्तो पनि हुन्छ र? मलाई त अस्ति तिमीलाई देखेदेखि नै माया बसिसक्यो। ए हो र? अनि तिमीलाई त्यस्तो भएको छैन र? मलाई त त्यस्तो भएको छैन। ल अब हामी छुट्यौँ है, घर आइपुग्न लाग्यो। हुन्छ, अब कहिले भेट हुन्छ दाजु? मनले चाह्यो भने जहिले पनि भेट भइहाल्छ नि। हो र? राई। कता हिँडिसै लामा भाइ? ए बिमले दिदी पो म बेसीतिर जाउँ कि भनेर नि दिदी। अनि तपाईँ चाहिँ कता हिँड्नु भयो? म पनि माथि गाउँतिर जाउँ भनेर लागेको हो। अस्ति थोत्रेर एक मानेले तँगा खसी चोरेर ल्याएर काट्न लागेको थियो अरे त लामा। खोइ दिदी, लोकल मिर्गा भन्यो। आफू त सोझो मान्छे, यसो हेरे के हो कुरो त अर्कै रहेछ। के हो थोत्रेर एक मानेले के हो? ए कुरा त्यस्तो पो रहेछ। त्यही त दिदी, त्यो थोत्रेर एक मानेको सङ्गत गर्ने लायकको मान्छे छैन। ल ल अब होस गरेर हिँड्लामा, नत्र काजीमाको फेला पर्लास् फेरि। ल ल दिदी, अबदेखि त्यो थोत्रेर एक मानेको सङ्गत गर्दैन होला मैले। म त लागेँ। ल ल म नि माथितिर जान्छु। होइन, के भयो? किन टोलाइराखी? तपाईँलाई सबै कुरा थाहा छँदैछ त, के भयो किन टोलाइराखी भन्नुहुन्छ? देखिहाल्नुभयो, छोरालाई रिसा जोगा गाली त गरियो, न घरै छोडेर जाने भयो कि भन्ने पिर भयो नि त। तिम्रो पनि बानी नराम्रो छ, सधैँ कचकच गरिरहन्छौ। छोरालाई त्यसो नभनिहाले हुन्थ्यो। अब के गर्नु त, रिसा झोका भनिहाले, त्यसले पनि त हामीले भने केटीसँग बिहे गर्नुपर्छ नि त। अनि अब के गर्छौ त तिमी? तिम्रो हाम्रो जमाना जस्तो सोच्यौ, अहिलेको जमाना अर्कै छ। जमाना भनेर हुन्छ? त्यसले घर परिवारको इज्जत र प्रतिष्ठाको ख्याल गर्नु पर्दैन? अरू कुरा थाहा छैन मलाई। त्यसले हामीले भनेकै केटीसँग बिहे गर्नुपर्छ, बुझ्नुभयो? त्यसो भए त्यसलाई एकचोटि राम्रोसित सम्झाउँला नि त। त्यसो भए अलि राम्रोसँग सम्झाउनुहोस् तपाईँको छोरालाई। भइहाल्छ नि। ल यो गिलास भित्र लगाएर राख। एक माने हो, एक माने त रहेछ त। हो त एक माने नै हो त हो। एक माने हो त, एक माने होतेबाट देख्दैन नि। आज छोत्रे बुढा नभएको मौका पारेर एक माने मात्र कुनै चोर्न लाग्यो। हो पक्कै हो, कुकुरै चोर्न आएको के हेरिरहेछ। एक माने
देख्नुभयो त काजीमा एक मानेको चर्ती कला छोत्रे बुढा बिमारी सकाएर ऊ एक्लै चोर्न आएछ। त्यही त नि, त्यही भएर यिनीहरूलाई कारबाही गर्नुपर्छ भने काजीमा। त्यही त नि, यिनीहरूलाई त्यत्तिकै छोडेर चाहिँ गाउँले सुख पाउलान् जस्तो छैन नि काजीमा। तिमीहरूले ठिक भन्यौ। मैले आज प्रत्यक्ष देखेँ। यिनीहरूलाई मैले माफी दिएर ठुलो गल्ती गरेँ जस्तो लाग्यो। मैले अब एउटा ठुलो कदम नउठाइ नहुने भएछ। यो कुरा मैले थाहा पाइसकेँ। अब जे गर्छ देवीमाले गर्छ कि त यो काजीमाले गर्छ। अनि तिमीहरू चाहिँ कता हिँडेका नि? मास्टरै जानु लाग्यो काजीमा। ए ल जाऊ जाऊ। आमा, आज म तपाईँको न्यानो काख छोडेर जाँदैछु। के गरौँ आमा, विधाताले नै नारीको जीवनमा आमा बाबुको प्यारो काख अनि मिठो माया केही समयको लागि मात्र लेखिदिने रहेछ। अनि यो भाग्य कुनै पुरुषसँग जोडिदिने रहेछ। परिस्थिति बस आज म तपाईँबाट टाढा हुँदैछु। हजुरले मलाई जन्माउनु भयो, हुर्काउनु भयो। यो ऋण म कसै गरी तिर्न सक्दिनँ आमा। यो जीवन हजुरकै देन हो। मलाई जन्माउँदा हुर्काउँदा कति सपनाहरू देख्नु भएको थियो होला। आज हजुरका ती सबै सपनाहरूलाई चकनाचुर पारेर यो जन्मघर छाडेर कर्मघर जाँदैछु। मैले गल्ती गर्दा हजुरले सधैँ माफ गर्दै आउनु भएको थियो। आज हजुरकी यो छोरीलाई फेरि एकपटक माफ गरिदिनु होला। म जहाँ गए नि जहाँ रहे पनि हजुरको माया र यादलाई सम्हालेर राख्नेछु आमा, सम्हालेर राख्नेछु सधैँ सधैँका लागि।
कति ढिला गरेको हामी। तपाईँलाई भन्न पो सजिलो छ त, मम्मी नसुतेर बल्ल बल्ल मम्मी सुतेपछि उठेर आएको। ल ल ठिक छ, रात पनि धेरै छिपिसक्यो, जाउँ एउटा। धेरै ढिला गऱ्यो भने अरूले थाहा पाउँछन्। होइन जित भाइ, अहिले पानी त धान त सकापै पो पार्नुभयो त मृगले। त यो राति राति कति गोठाला गर्ने यसको पनि। यो सिकारी खोजेर मार्न पो पर्छ कि क्या हो। ल कता गयो त? उही कता गयो, अघि भर्खर यहीँ थियो। कता पुग्यो? हेर्नु त्यता, हेर्नु त्यता। लो लो, कता गयो दाइ? दिदी दाइ, यो मध्यरातमा कति रुँगेर बस्नु बारी। जाउँ हिँड्नु, खायो नि खाओस्, बरु घरतिरै लागौँ। ल जाउँ जाउँ बाह्र, ल हिँड्नु। सही भन्यो, यति राति भइसक्यो। यति मध्यरातमा हिँडेको हो? ए सफल भाइ पो रहेछ त। ए गौरी बहिनी नि रहेछन् त। तिमीहरू यति छिटो हिँड्छौ भन्ने हामीले सोचेको पनि थिएनौ। तिमीहरूको त हल्ला मात्र सुनेको थियौ त, आज हिँड्यो? के गर्नु जिते दाइ, परिस्थिति नै यस्तो पर्यो। अनि तिमीहरू यति मध्यराति कहाँ जान्छु भनेर हिँडेका त? खै अब हामीलाई भाग्यले कहाँ डराउँछ, त्यतै जानु पर्ला नि। त्यसो भनेर कहाँ हुन्छ? तिमीहरू आज माथि देवी मन्दिरमा गएर बास बस्नु, हामी पुर्याइदिन्छौँ। हो, यसै गरौँ। तपाईँहरूलाई हामी सक्दो सहयोग गर्छौँ। के कसो जिते दाइ? हो नि बारुले भाइ, सहयोग त गर्नै पर्छ। हुन्छ नि त, त्यसै गरौँ। ल जाउँ बहिनी। ल सफल भाइ, आज तपाईँहरू यहाँ मन्दिरमा बस्नुहोस्। भोलि बिहानै हामी आएर डाँडा कटाइदिन्छ। ल त गौरी बहिनी, माया प्रीतिमा यस्तै हुन्छ। दुःख पाइन्छ, पछि सुख भइहाल्छ। आजको रात दुःख सुख गरेर यही मन्दिरमा काट्नु ल। हुन्छ दाइ, तपाईँहरूले लगाउनु भएको गुण हामी कहिले बिर्सिने छैनौँ। अब तपाईँहरू जानुभयो हुन्छ। हस् त दाइ, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ है। हुन्छ भाइ, भोलि बिहानै हामी सबैले आउँछौँ। अहिले हामी गयौँ। हस् है। ल त गौरी, आजको रात जसो तसो यहीँ बिताउँ।
भोलि जे होला होला। केटी बिहान उठेर सधैँ यति ढिलो हुन्छ केटी त कहाँ गइसक्छ धेरै ढिलो भइसक्यो यत्तिकै कहाँ गइसक्यो नानी ए छोरी कहाँ गएछ आज यो केटी सुत्नु पनि मस्तै सुतेछ घाम लागिसकेछ लिएर बर्बाद भइहाल्यो नि गौरी छोरी तिमीले तिमीलाई एउटा कुरो थाहा छ के भयो सुन्तली दिदी हस्याङ फस्याङ गर्दै हिँड्नु भएको छ त के हुनु नि बिमली गायत्रीको छोरी गौरी त भागे रे नि मलाई त पहिल्यै थाहा थियो त्यो गौरी भाग्छे भनेर केटाको भन न भनिदिउँ भन नि त बिमली को हो केटा त्यही पारी गाउँको सावित्रीको छोरो सफल क्या चिन्नु भयो होइन ए भागेर चाहिँ कहाँ गएको रहेछ नि बिमली कहाँ गएको भनेर त केही दिनमा थाहा पाइहाल्छौ नि ल हिँड मेरो घर जाम उतै बसेर कुरा गरौँला हजुरआमा किन बोलाउनु भा आफूलाई यो निन्द्रै पुगेको छैन मैले कति बिहानभरि सुतिरहन्छस् बाबु त बहिनी बिहानैदेखिबाट छैन कहाँ गई कुन्नी कता गयो होली र आइहाल्छ नि चिन्ता नलिनु न आमा गाग्री पनि भित्रै छ पानी लिन गयो भने बोटतिर पनि छैन ए बाबु जाऊ त पल्लो गाउँतिर गएकी थियो हेरेर आऊ छोरो जाऊ एकपल्ट कता गयो होली र आइहाल्छ नि चिन्ता नलिनु न आमा म खोजेर ल्याइहाल्छु नि तपाईँ खालि चिन्ता मात्रै गर्नुहुन्छ कराई मात्र रहनुहुन्छ आमा ल म लुगा लाएर चेन्ज गरेर जान्छु ल लुगा चेन्ज गरेर ल ल छिटो खोजेर लिएर आइज कतैले हस्याङ र फस्याङ गर्दै गौरव बाबु दिदी हजुरले मेरो बहिनीलाई गाउँतिर कतै देख्नु भएको छ किन र गौरी नानी घरमा छैनन् र छैन नि भीमली दिदी बिहानभरि आमाले पनि घरतिर हेर्नु भएछ पानी पँधेरो गोठ कहीँ छैन त्यही भएर पारी गाउँतिर साथीहरू कहाँ छ कि भनेर खोज्न हिँडे तपाईँले देख्नु भएको छैन ए त्यसो भए गौरी नानीलाई खोज्नै पर्दैन गौरव बाबु मैले बाबुको आमालाई यो कुरा अस्ति नै भनिसकेको थिएँ बाबुको आमाले विश्वास लिनु भएन के गर्ने दिदी यो कुरो त अलिअलि मैले पनि थाहा पाएकै हुँ तर बहिनीले
यतिसम्म गर्छ भनेर हामीले सोचेकै थिएनौँ। के गर्छौ त बाबु, हुर्की बढीकी छोरीलाई धेरै घरमा राख्न नहुने, तर पनि एकचोटि खोजी हेर्नु भेटेला जस्तो चाहिँ मलाई लाग्दैन है गौरव बाबु। ल बिमली दिदी, तै पनि एकचोटि खोजी हेरौँ। म पारी गाउँ सब हेर आउँछु नि। ल ल हुन्छ। हस्। भयो कहाँबाट तिमी आज यता? यो पाठो माउसँग छलेर यता आएछ अनि लिन आएको नि। हेर न, म आज एकदम ठुलो तनावमा छु भने। बसेर कुरा गरौँ न। ल भन्नु, के भयो हजुरलाई? हेर न, बिहानदेखि बहिनी घरमा छैन, सारा गाउँ डुलिसके, कसैले देखे भन्दैनन्, त्यही भएर तनावमा छु। हजुर पनि त्यतिको लागि किन तनाव लिनुहुन्छ? यसो काम परेर साथीकोमा गयो होला नि, बेलुकासम्म त आइहाल्नुहुन्छ होला नि। खै आउँछ कि आउँदिन, यति धेरै माया गरेर राखेको बहिनीले यसरी चटक्कै छोडेर जाली भन्ने हामीले त कल्पना समेत गरेका थियौँ। यसरी नआतिनुहोस्, बहिनीले पनि त हजुरलाई धेरै माया गर्नुहुन्छ होला नि। माया त गर्थे, तर त्यो निष्ठुरी माया के काम? आज हाम्रो घरको इज्जत प्रतिष्ठालाई लत्याएर उसले हाम्रो नाकै काटेर हिँडे। दुःख नमान्नुहोस्, छोरीको भाग्य यस्तै त हो नि। कसैको भाग्यमा घरबाट अन्मिएर जान लेखिएको हुन्छ, कसैको भाग्य यस्तै यस्तै त हो नि। खै के भन, कसलाई के दोष दिने? यस्तै हो, तपाईँ चिन्ता नलिनुहोस्, घर जानुहोस्। अहिले घरमा आमा रोइरहनु भयो होला, आमालाई सम्झाउनुहोस्। जानुहोस् घर। हुन्छ, तिमी पनि बिस्तारै जाऊ है त। हस्, गइहाल्नुहोस्। हस्। होइन है सावित्री, के गर्दैछौ? देख्नु भएन दिदी, बढाल्दैछु। हेर्नु न, आज यस बेलासम्म भुसुक्कै निदाइछु भने। होइन सावित्री, तिमीलाई एउटा कुरा थाहा छैन? के कुरा हो र दिदी? मलाई त केही पनि थाहा छैन। लौ, तिम्रो छोरा र पारी गाउँको गायत्रीको छोरी रातारात भागेछन् नि। हे दिदी पनि बिहानै बिहानै आएर नचाहिने कुरा गर्नुहुन्छ। मेरो छोरा त भित्र सुतिराख। नपत्याको बोलाएर हेर न आफ्नो छोरालाई, अनि पो थाहा पाउँछौ। सफल, ए सफल बाबु, होइन यत्रो चिच्चाएर कराउँदा पनि कान सुन्दैन क्या यसले? ए बाबु, यहाँ बाहिर आइज। आयो त छोरो, खुब ठुलो ठुलो कुरा गर्थ्यौ त। सफल, ए सफल, होइन यो कति सुतेको भने यत्रो चिच्चाउँदा पनि नसुन्ने?
होइन किन चिचाइरहेको बिहान बिहानै के भयो? तिमीले त निद्राले छोडेको छैन अहिलेसम्म, झन् त्यो भुस तिग्रेलाई के को छोड्थ्यो? छोरा त भित्र छैन त, उसको कोठामा हेरेर आएको मैले। हिजो बेलुका सँगै खाना खाएर सुतेको छोरो भित्र नभए रातारात कहाँ गयो त? मैले अघि नै भनेको होइन तिमीलाई, पारी गाउँको गायत्रीको छोरी र तिम्रो छोरा भागे भनेर? के थाहा त दिदी, हिजो बेलुका सँगै खाना खाएर सुत्न गएको। सावित्री, तिम्रो छोरो त गौरीले लिएर भागेछ नि। बिमली दिदी, त्यो गायत्री भन्ने आइमेको घर देखाइदिनु त, अझ मैले त्यसलाई ठिक पार्छु। होइन कहाँ जाने यतिखेर? चुप लाग तिमी, पछि सल्लाह गरेर गयो भाइ। चुप लाग बस त्यही। लुगा लाउनु पर्छ। मलाई मैले जान्दैछु। ओए नखर मौली, तेरी छोरी नकचरी खै। किन छोरी खै भन्दा बोल्दिनस् त कि मरी कपाल फिजाएर बसिसस् त बिहानै माने दैला। तेरी छोरीले त मेरो सोझो गाई पालन जस्तो छोरालाई भगाइछ नि त। क्या हो, अहिले त उल्टा भयो त नि जमाना पनि। पहिला त केटाले केटी भगाउने जमाना थियो, अहिले त केटीले केटा भगाए। क्या हो, एउटा छोरी सम्हालेर राख्न सक्दिनस्? कहाँ लगी तेरी छोरीले मेरो छोरालाई? बोला तेरी छोरीलाई यहाँ, नत्र तेरा जगल्टाको नाश होला नि। अलि ख्याल गरेस्। होइन, के भन्दैछौ तिमी? के कुरा गरेको? मेरो छोरीले तिम्रो छोरो भगाइ रे? कसरी भगाइ? गाउँबारी डुङ डुङ गनाउने गरेर बुढो छोरो पालेर बस्ने आफू मेरो छोरी भगाइ भन्न आउने? मेरो छोरीले तिम्रो छोरो भगाएको कि तिम्रो छोराले मेरो छोरी भगाएको? बुझेर कुरा गर। नचाहिँदो कुरा फुक्दै गाउँमा हिँड्ने होइन, बुझ्यौ? के रे अझ मैले गाउँभरि फुक्दै हिँडेँ रे। तँलाई अलिकति लाज शर्म लाग्दैन? छोरी भएर छोरीको ठाउँमा बस्न सक्नु पर्थ्यो तेरो छोरी, बुझिस्? छोरा भनेको त बाठाकार हो, जहाँ पनि जान सक्छ, जे पनि गर्न सक्छ। छोरी भनेको त माटाको भाँडो हो, माटाको भाँडो। एकचोटि फुटेपछि फुट्यो, कुरो बुझिस्? तेरी छोरीले मेरो छोरालाई कहाँ लगी छ, जसरी भयो नि बोला। होइन भने तँलाई मैले के गर्छु भन्ने कुरा त्यतिखेर थाहा पाउँछस्, कुरो बुझिस्? तँलाई लाज नभएकी एउटा छोरी सम्हालेर राख्न सक्दिनस्? छोरो मान्छे जस्तो हो छोरी भनेको। तेरी छोरीले मेरो छोरालाई फसाएर कहाँ लगेकी छ, तुरुन्तै यहाँ बोला, नत्र कहाँ जानुपर्छ के गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ, बुझिस्? अझ के हेरेर बसेकी छस्? केही थाहा नभएको जस्तो गरेर सोझी बनेर मेरो छोरो सज्जन देखेर राम्रो देखेर छोरी भगाएर पठाइ छैन? के रे भगाउन लगाइस् रे? डुङ डुङ गराउने बोगो बनाएर छोरो पाल्ने त लाज लाग्दैन तँलाई भन्नलाई? मेरो छोरीले तेरो छोरो भगाउने? यत्रो पेट भएको छोरो पालेर राख्ने त मेरो काग्राको चिरा जस्तो कलकलाउँदो छोरी तेरै छोरो नपाएर हिँड्छ? लाज लाग्दैन तँलाई? ओहो, कुरा त खुब ठुल्ठुला गर्छस् त। मेरो छोरो ठुलो भुँडी भएको रे, तेरी छोरीलाई त्यही ठुलो भुँडी भएको नभई भएन? मेरो छोरो गाउँ गनाएको रे, तेरी छोरी झन् गाउँमा डङ डङ गनाएको। तँलाई अलिकति पनि थाहा छैन? दिमागमा अलिकति कुरा लि। मेरोमा चाहिँ छोराको गल्ती छैन, बुझिस्? के तेरी छोरी नाबालक हो कि स्वर्गको अप्सरा हो तेरी छोरी? अप्सरा रे? मेरो लागि त अप्सरा भन्दा पनि ठुलो हो। के सोचेकी छ तैँले? त मसित न्यु खोज्न आगी? न्यु खोज्ने पालो मेरो हो, बुझिस्? मेरो हो। अब त हेर्दै जा के गर्छ यसले भनेर। ठुली हुँदै रहेछ,
छोप जान्ने भएर लड्न आएकी होला। अब लड्छु, मेरो पालो लड्ने मेरो, बुझिस्? अझ के गर्छु रे? के गर्छिस् त? तैँले गर्छिस् कि मैले गर्छु? तँ हेर्दै जा, मैले के गर्छु। तेरी छोरी भनेको एकचोटि फुटेपछि फुटी मेरो छोरो भनेको त तामाको भाँडो 10 वटी ल्याए पनि चोखो। चुप लाग, के कराइरहे? हामी बसेर सल्लाह गरौँला। अनि भाइहरू, ल तपाईँहरू आफ्नो घर जानुहोस् त, यो कुरा हामी बसेर मिलाउँछौँ। छोरो बेपत्ता भइरहेछ, तिमीलाई अलिकति पनि चिन्ता छैन? हाम्रो छोरालाई यसकै छोरीले भगाए कि हो? यसलाई ठिक नपारे त कहाँ हुन्छ? हत्तेरी, नकराउ न नकराउ। यदि हाम्रो छोराले भगाएकै रहेछ भने पनि दुई परिवार बसेर मिलाउँला नि। यत्रो गाउँलेको अगाडि किन कराकी तिमी? होइन, के को बाजाबाज हो तिमीहरूको यहाँ? होइन हो बलदेव, के को झगडा गर्दैछ हो तिमीहरू यहाँ? के हुनु बाजे, मेरो छोरा र उहाँको छोरी भागेछन्। यिनी थाहा पाएर रिसाउँदै आइन्, त्यही भएर सम्झाइरहेको बाजे। ए, कुरो त्यसो पो। अब के गर्छौ त? तिम्रो पनि उमेर पुया छोरो, यिनको पनि उमेर पुया छोरी, नगर्नु गल्ती भागेर गरिहाले। अब दुईजना सम्झिना हुने, मिलेर बस्ने। तनम दुनियाँ गाउँलेलाई बोलाएर देखाएर झगडा गरेर केही फाइदा छैन। बरु दुई घर एक हुने, मिल्ने, त्योभन्दा कल्याण मैले देख्दिनँ। बरु मैले भने मान्छौ भने कुरुक्क झगडा नगरिकन घर जाओ त। हेर्नु त कुकुरे बाजे, तपाईँले त्यति राम्री केटीको कुरो ल्याउनु भएको थियो। मलाई पनि असाध्यै राम्री फुल घरानकी केटी जस्तो लागेको थियो। हेर्नु त, यस्ता कि छोरी भगाएर हिँडेछ छोराले। लौ न बाजे, अब के गर्ने होला? अब के गर्नु भन्नु नि? नगर्नु गल्ती तिम्रो छोराले गरिगयो। तिमीलाई पनि घाटा, मलाई पनि घाटा। अब सम्झिना हुने, मिल्ने, बस्ने। तर बलदेव, तँसँग मेरो छुट्टै हिसाब छ नि। अहिलेलाई यहाँ झगडा गर्ने होइन, फुरुक्क घर जाऊ। ल सावित्री, अहिले घर जाउँ, घर गएर सल्लाह गरौँला। छोरालाई नै खोज्नु छ। तर मलाई जसरी भए पनि हामीले मन पराएको केटीसँग हुनुपर्छ मेरा छोराको बिहे, बुझ्नुभयो? ल अहिले हिँड।